E9, E7, F2, F3, D8 जीवान जस्ता भिजामा दक्षिण कोरियामा हुनुहुन्छ र ब्याचलर्स तथा मास्टर्स कोर्स चाहिँ जोइन गर्नको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने म आफू पनि अहिले थर्ड सेमेस्टरमा अध्ययनरत रहेको 100% अनलाइन युनिभर्सिटी सेजोङ साइबर युनिभर्सिटीमा चाहिँ तपाईँ अहिले अब आउँदो सेप्टेम्बर इन्टेकको लागि चाहिँ एप्लाई गर्न सक्नुहुनेछ। यो युनिभर्सिटी चाहिँ 100% अनलाइन युनिभर्सिटी मैले भनिसकेँ। त्यसको मतलब हामी घरमै बसेर क्लास पनि अनलाइन, एक्जाम पनि अनलाइन र असाइनमेन्ट पनि हामी अनलाइन नै चाहिँ सब्मिट गर्न सक्ने चाहिँ सुविधा यो युनिभर्सिटीले प्रदान गरिरहेको छ। पिरियडको कुरा गर्नु पर्दाखेरि तपाईँको मास्टर्सको चाहिँ मे 18 देखि स्टार्ट भइसकेको छ अलरेडी। सो जुन 19 सम्म तपाईँको यो फर्स्ट लट चाहिँ मास्टर्सको यो एडमिसन पिरियड हो भने ब्याचलर्सको केसमा चाहिँ तपाईँको जुन 1 देखि ओपन हुन जाँदैछ। अब 1 विक जति बाँकी छ। सो जुलाई 14 सम्म है फर्स्ट लट हो। यो सेकेन्ड लट पनि खुल्छ खुल्ला चाहिँ सेकेन्ड लटको सेड्युल आइसकेको छैन। सो फर्स्ट लटको चाहिँ जुन 1 देखि जुलाई 14 सम्म चाहिँ तपाईँको ब्याचलर्सको एडमिसन पिरियड रहेको छ है। गरी चाहिँ हामी E9, E7, F2 यस्तो चाहिँ वर्किङ भिजामा भएको साथीहरू जसको चाहिँ अलि धेरै कार्यव्यस्तता हुने गर्दछ। हामी यस्तो साथीहरूको लागि चाहिँ यो सेजोङ साइबर युनिभर्सिटी एकदम बेस्ट चाहिँ मैले फिलिङ गरेको छु है। किनकि हाम्रो चाहिँ अनलाइन 100% अनलाइन हो नि त सबै कुरा। जस्तै क्लास पनि अनलाइन। क्लास अनलाइन भनेको मतलब लाइभ क्लास होइन है। जस्तै हाम्रो वेबएक्स जुमतिर चाहिँ हाम्रो लाइभ मिटिङहरू त्यस्तो टाइपको हुन्छ नि, त्यस्तो होइन। यो अनलाइन क्लास भनेको चाहिँ के हो भने हामीले एडमिसन गरेपछि चाहिँ युनिभर्सिटीको वेबसाइटमा हाम्रो आइडी पासवर्ड आउँछ अनि हामीले त्यो लगइन गरेपछि हाम्रो आफ्नो पेज खुल्छ। पेज खुलेपछि चाहिँ त्यसपछि हामीले त्यहाँ आफूले एप्लाई गरेको क्लासको चाहिँ सब्जेक्टहरूको लिस्ट आउँछ। त्यो लिस्टमा थिचेपछि तपाईँको चाहिँ त्यहाँ भिडियो आउँछ। त्यो भिडियो चाहिँ आफूले आफ्नो जति 24 घन्टामा चाहिँ जति बेला तपाईँ फ्री हुनुहुन्छ त्यति बेला लगइन गरेर अनि चाहिँ नि भिडियो मजाले हेर्दै पढ्न सक्नुहुन्छ है। यो चाहिँ रह्यो तपाईँको क्लासको जानकारी है। अनि फेरि हामीले त्यो भिडियो चाहिँ जतिचोटि तपाईँले चाहिँ ग्रेजुएसन यो पास आउट नहुन्जेलसम्म चाहिँ तपाईँले भनौँ न सेकेन्ड थर्ड फोर्थ सेमेस्टरमा गए पनि फर्स्ट सेमेस्टरको रिपिट गरेर हेर्छु भन्न पनि मिल्यो। अनि त्यसपछि तपाईँको अहिले तपाईँ फर्स्ट सेमेस्टरमै हुनुहुन्छ र तपाईँले चाहिँ त्यो भिडियो जतिचोटि दोहोऱ्याएर पनि हेर्न पाउनुभयो है डेफिनेटली। किनभने तपाईँ लास्ट सेमेस्टरमा पुग्दासम्म हेर्न पाइन्छ भनेपछि फर्स्ट सेमेस्टरमा हुँदाखेरि त नपाउने कुरा भएन है। अब अलिकति मैले डकुमेन्ट प्रिपेरेसनको पनि भनिदिइहाल्छु। तपाईँले ब्याचलर्सको एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ ट्रान्सक्रिप्ट र प्रोभिजनल +2 को चाहिँ ओरिजिनल र चाहिँ त्यसलाई फोटोकपी गरेर तपाईँले सानो ठिमी भक्तपुरमा र तपाईँले चाहिँ त्रिपुरेश्वरमा फरेन अफेयर्स परराष्ट्रमा चाहिँ छापा हान्नुपर्ने हुन्छ। त्यसपछि एमबिसीमा चाहिँ भेरिफाई गराउनुपर्ने हुन्छ है। अनि यदि मास्टर्सको लागि हुनुहुन्छ भने चाहिँ तपाईँले ब्याचलर्सको ग्रेजुएसन सर्टिफिकेट र ट्रान्सक्रिप्टलाई चाहिँ टियुमा र त्रिपुरेश्वरमा छापा हानेर एमबिसीको भेरिफाई गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले ओरिजिनलमै गराउनु हुँदा नि हुन्छ। तर ओरिजिनलमा गराउँदा चाहिँ अब हामीले लाइफ टाइम राखिने डकुमेन्ट भएको भएर अलि रफ हुन्छ। छापै हुने भएर चाहिँ फोटोकपीमा गराउनु हुँदा पनि हुन्छ। म आफूले पनि फोटोकपीमा गराएर चाहिँ युनिभर्सिटीले एक्सेप्ट गरेको थियो है। त्यस कारणले म यो भन्दैछु। अनि त्यसपछि फ्यामिली रिलेसनसिपको सर्टिफिकेट बनाउनुहोस्। यो चाहिँ वडा अफिसमा गएर बनाइदिन्छ। यो चाहिँ इङ्ग्लिसमै आउँछ है। चाहिँ अनि त्यसपछि सिटिजनसिप पापा मम्मीको चाहिँ सिटिजनसिप यदि पासपोर्ट छ भने चाहिँ इङ्ग्लिसमा पनि हुने भएको भएर फोटोकपी मात्रै भयो हुन्छ। सिटिजनसिप पनि कतिपयको चाहिँ तपाईँको पछाडिपट्टि इङ्ग्लिसमा पनि हुन्छ होइन। त्यस्तो छ भने चाहिँ फोटोकपी मात्रै भयो नि हुन्छ। यदि इङ्ग्लिसमा छैन अगाडिको छैन नै 100% नेपालीमा छ भने चाहिँ तपाईँले नेपालमा वकिलको कार्यालय नोटरी अफिसमा गएर तपाईँले इङ्ग्लिसमा ट्रान्सलेसन गराउनु भयो हुन्छ है। अनि त्यो भयो। बाँकी चाहिँ तपाईँको कोरियामा नर्मल्ली अभाइलेबल भएकै डकुमेन्ट भयो। तपाईँको किप अथवा टपिक चाहियो होइन। अनि त्यसपछि यक्कोन भयो, सिङ्गुनचुङ भइहाल्यो। यति चाहिँ तपाईँले डकुमेन्ट प्रिपेरेसन गर्नुपर्ने हुन्छ है। युनिभर्सिटी जोइन गर्नु अगाडि हामी सबैको मनमा चाहिँ एउटा उठ्ने मेन क्वेसन भनेको चाहिँ जस्तै हामी सेजोङ साइबर युनिभर्सिटीमा ग्रेजुएसन गरेपछि त्यो ग्रेजुएसन सर्टिफिकेटले चाहिँ पछि F5 को लागि चाहिँ इलिजिबल हुन्छ कि हुँदैन त त्यो सर्टिफिकेट भन्ने क्वेसन उठ्छ है। यस्तो क्वेसन चाहिँ धेरै भएको हुनाले हाम्रो चाहिँ सेजोङ साइबर युनिभर्सिटीले फपमुबुमा चाहिँ डाइरेक्ट चाहिँ इमेल गरेर सोद्धाखेरि फपमुबुले इमेलको रिप्लाईमा के भनेको छ भन्दा तपाईँको चाहिँ सेजोङ साइबर युनिभर्सिटी चाहिँ छङ्ग्यु खाजङ अन्तर्गतको युनिभर्सिटी हो। छङ्ग्यु खाजङ अन्तर्गतको युनिभर्सिटीको सर्टिफिकेट चाहिँ तपाईँको F5 को लागि इलिजिबल हुन्छ। त्यसको मतलब त्यस्तो थियो होइन। त्यो भएर एउटा प्रुफ त्यो पनि भयो। र चाहिँ युनिभर्सिटीले बेला बेलामा चाहिँ विभिन्न प्रोग्राम गरेर त्यस्तै सम्बन्धित अफिसको मान्छेहरूलाई बोलाएर चाहिँ यस्तै क्वेसनहरूको चाहिँ एन्सर दिन पनि लगाउँछ। र चाहिँ तपाईँको एउटा प्रोग्राममा चाहिँ म पनि गएको थिएँ र त्यो प्रोग्राममा पनि फपमुबुमा चाहिँ 20 वर्ष जति एक्सपिरियन्स भएको काम गरेर चाहिँ 20 वर्ष एक्सपिरियन्स भएको एकजना मान्छेले चाहिँ यसको बारेमा मजाले प्रेजेन्टेसन गरेर एक्सप्लेन पनि गर्नुभएको थियो है। त्यो भएर पनि म चाहिँ ढुक्क छु कि सेजोङ साइबर युनिभर्सिटीको सर्टिफिकेट पछि F5 को लागि इलिजिबल हुन्छ। तर मास्टर्सको चाहिँ अब जुन सेक्टरको भयो पनि इलिजिबल हुने भयो। ब्याचलर्सको चाहिँ तपाईँको आइटी इन्जिनियरिङ सेक्टर 2-4वटा त्यहाँ सेक्टरहरू छ। त्यो सेक्टरको सर्टिफिकेट मात्रै इलिजिबल हुने हो है। मतलब इकोङ्गे हाक्साको सर्टिफिकेट चाहिँ इलिजिबल हुने हो यदि हाक्साको केसमा ब्याचलर्सको केसमा है। त्यस्तै अरू 2-4वटा जिज्ञासाको पनि कुरा गरिहालौँ है। नेपालमा चाहिँ +2 कुन फ्याकल्टीमा पढेको मान्छेहरूले पाउने हो। अब आइटी इन्जिनियरिङ भन्ने छ होइन। एक त तपाईँको आइटी इन्जिनियरिङ भन्ने बित्तिकै आत्तिनै पर्दैन है, डराउनै पर्दैन। यो पास गर्नुको लागि झनै सजिलो छ मेरो विचारमा होइन। यो चाहिँ हामीले कोरियन चाहिँ सब्जेक्टहरू भन्दा यो आइटी इन्जिनियरिङको सब्जेक्टहरू पास गर्नुको लागि एकदम चाहिँ सजिलो छ। त्यसको पनि के कसरी पास गर्ने विभिन्न आइडिया उपायहरू छन्। जोइन हुनु भएपछि मैले डेफिनेटली सिकाइहाल्छु। अहिलेसम्म भनौँ न मैले 2-3वटा सेमेस्टरको साथीहरूलाई गाइड गरिसकेको छु। त्यस कारणले मलाई फुल एक्सपिरियन्स छ, चिन्ता लिनु परेन है। अनि त्यसपछि मैले
भने +2 को नेपालमा जुनसुकै फ्याकल्टीको भए पनि एक्सेप्ट हुन्छ। एनी ग्याप एनी चाहिँ जिपिए है, जतिसुकै पर्सेन्ट आओस् तपाईँको ग्याप चाहिँ जति वर्षको भए पनि एक्सेप्ट गर्छ, किनकि मेरो आफ्नै पनि 12 इयर्स जतिको ग्याप थियो है। त्यस कारणले त्यसको टेन्सन लिनु परेन। अनि क्लास चाहिँ तपाईँको कस्तो थियो भने अहिलेसम्म यो चाहिँ 2026 मार्च इन्टेकसम्म चाहिँ कस्तो थियो भने क्लास चाहिँ कोरियनमै हुन्थ्यो, तर चाहिँ हाम्रो सबटाइटल मात्रै 35वटा जति ल्याङ्ग्वेजमा अभाइलेबल थियो होइन। तर अब आउने सेप्टेम्बर इन्टेकदेखि चाहिँ अस्ति एउटा मिटिङ पनि भएको थियो, त्यो मिटिङमा म पनि थिएँ। त्यहाँ चाहिँ तपाईँको अब आउने सेप्टेम्बर इन्टेकदेखि जस्तै हाम्रो चाइनिज अथवा जापानिज इङ्ग्लिस मुभीलाई चाहिँ हिन्दीमा डब गरेको हेरिन्छ नि, त्यसरी नै कोरियन क्लास नै हो, तर डब गरेर हामीले नेपालीमा पनि हेर्न मिल्यो, नेपालीमा हेर्न मन लाग्यो, इङ्ग्लिसमा पनि हेर्न मिल्ने भन्ने कुरा छ। त्यस कारणले अब झनै सहज हुने जस्तो मैले बुझेको छु र पक्कै पनि त्यो हुनेछ है। अनि त्यो भयो। हाम्रो युनिभर्सिटीमा चाहिँ तपाईँले ग्रेजुएसन गरेर अस्ट्रेलिया अमेरिका युकेसम्म तपाईँले फर्दर चाहिँ कोर्सको लागि जान सक्नुहुने भनेको छ है। किनभने यिनीहरूको चाहिँ अस्ट्रेलियातिर पनि तपाईँको एमओयू गरेको युनिभर्सिटीहरू रहेछ, त्यो भएर चाहिँ त्यो युनिभर्सिटीतिर यिनीहरूले रिकमेन्ड गर्दो रहेछ है। त्यो भयो एउटा। अनि मैले गत सेमेस्टरमा चाहिँ काकाउ ग्रुप बनाएको थिएँ। काकाउ ग्रुपमा चाहिँ अलि पुरानो च्याट हिस्ट्रीहरू हेर्न नमिल्ने भएर चाहिँ मैले यसपालि मेसेन्जर ग्रुप, फेसबुक मेसेन्जर ग्रुप बनाएको छु, हिजो भर्खर बनाएको छु। त्यस कारण त्यहाँ चाहिँ मैले एउटा कोरियन प्रोफेसरलाई पनि एड गर्नेछु। त्यहाँ एड गरेर तपाईँले कोरियनमा क्वेसन गर्नुभयो भने उहाँ आफैले पनि आन्सर दिनुहुनेछ है। हजुर, पहिला चाहिँ तपाईँ छमुन्देमा छोरुप गर्नुभएको छ र अहिले भिजा चेन्ज गरेर काम गर्दै हुनुहुन्छ भने त्यसो छमुन्दे छोरुप गर्नुभएको साथीहरूको लागि चाहिँ थर्ड सेमेस्टरमा सामाग्न फ्यानित गर्नलाई पनि सम्भव छ है हाम्रो युनिभर्सिटीमा। त्यस्तो यदि त्यस्तो साथी हुनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र छोकी छोरुप खानु छ है। छोकी छोरुप भनेको तपाईँको 4 वर्ष कोर्स ब्याचलर्सको चाहिँ 3 वर्षमै कम्प्लिट गर्न सक्नुहुन्छ। त्यो चाहिँ कसरी भन्दा तपाईँले प्रत्येक सेमेस्टरमा 3.5 इज एबोभ चाहिँ तपाईँले जिपिए ल्याउनु पर्ने हुन्छ है। त्यो गर्नुभयो भने तपाईँले टोटल 8 सेमेस्टर हो, 8 नभएर 6 सेमेस्टरमा तपाईँले कम्प्लिट गर्न सक्नुहुन्छ, मतलब 3 वर्ष अथवा 3.5 वर्षमा पनि गर्न सक्नुहुनेछ है।